तीज लागेको छ है अनि लाग्दैन त हामीलाई चाहिँ तीज लाग्नै नहुने हो त मन्दिरमा आयो नाच्यो तिजको लहरा आयो बरीलाई भन्यो अनि आफूलाई पनि रहर लागेको छ नि रहर त कामले फुर्सद हुनु पर्यो टाइम पाउनु पर्यो रहर लाग्नलाई त त्यस्तो घरमा त्यति विधि काम त थिएन होला नि छैन त्यत्रो आफूहरूले खाएर लडाएको जुठो भाँडा कोठा सर सफाइ लुगा सुगा धुनु सुनु कति काम छ त्यति त अब बुहारी भएपछि गर्न परिहाल्यो हेरौँ न म पनि बुहारी भएर गइसकेपछि के हुँदो रहेछ आफू पनि छोरीकै जात हो क्या एक दिन नभए एक दिन जानै पर्छ यस्तो माइतामा ठगेर खाएको जस्तो देखाउँला म पनि त्यो दिन रुँदै आएर मलाई यस्तो भने उस्तो भने सासूले यस्तो गरे लोग्नेले यस्तो गरे नन्दा आमाले यस्तो गरे यस्तो भनेर सुनाउन आएको दिन मैले पनि हेरौँला कस्तो हुँदो रहेछ बुहारी भइसकेपछि त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ कि नभोगिकन थाहा हुँदैन होला हामीलाई त रानी बनाएर राख्छु भनेको छु रानी अहिले त खुब मोबाइल